दिपिकालाई वहाँ गएर फोन गरेको मम्मीहरू त वहाँ फुटै जित्यो नि त म चाहिँ बुढी मान्छे भन्दा पनि चर्को भएँ भनेको हाँस्दै थियो दिपिका अघि नै म फोटो खिच्ने बेलामा मान्छेहरू ग्रुप ग्रुप आउने रहेछ क्या धेरै जस्तो चाहिँ वाक आउने रहेछ गिटार बजाएर त्यहाँ त्यो झर्ना राखेर गर्ने होला नि गीत बजाएर आफ्नो हुन्छ छुट्टा छुट्टै हिँड्यो खोला खोला पनि रमाइलो भयो जाँदा चाहिँ सास फुट्ला जस्तो भएर डरै लाग्छ यसलाई आउँदा चाहिँ डरै खाना मान्छे आएको आइछ राति रमाइलो गर्छ होला क्या त्यहाँ त्यही भएर इभिनिङ वाक आएको क्या इभिनिङ वाकिङहरू इभिनिङ वाक हो हामी चाहिँ घुम्न जाने लुगा लाएर उनीहरू कुद्न जाने लुगा लाएर ब्याग स्याग बोकेर आइछ हौ नहो त यहीँ हो क्या यहाँबाट चाहिँ ब्रिज छ अरे क्या यता भित्र चाहिँ ओडारे रहेछ ब्रिज छ अरे भित्र ब्रिज के ब्रिज ब्रिज भनेको मुनिपट्टि चाहिँ खोला अनि माथिपट्टि चाहिँ के भन्छ अरे हिँड्ने ठाउँलाई के भन्छ अरे लु भयो ब्रिज भनेको भन्न आएन मलाई मुनिपट्टि खोला अनि माथिबाट हिँड्ने भने के भन्छ पुल छ अरे क्या त्यहाँभित्र चाहिँ होइन अर्कै ठाउँको पुल छ क्या त्यो जानु चाहिँ टाइम लाग्यो आउनु चाहिँ ठिकै है एकछिन यहाँ उज्यालोमा बस्नु म किन स्या बढी भयो म त यहाँ उज्यालोमा बस्नु मम्मी त्यो जङ्गलभित्र चाहिँ को जान्छ होला है